सुकुम्बासी बारे बालेन शाहले खोले वास्तविक भावुक हुँदै भन्छन् बिर्सनु भयो कि सम्झनुहुन्छ। हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षौंदेखिको समस्या र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उनीहरूलाई सुरक्षित रूपमा बसोबास व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आइरहेको छु। सोच्नुहोस् त अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र उहाँहरूको जीवनसँग खेलवाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने। अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी उनीहरूको जीवनसँग खेलवाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीतिक यसरी नै सधैँ रहिरह्यो। उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो त्यसै गरी अबका वर्षहरू पनि झुलाइराख्नु। नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो। पक्कै पनि जोखिम र हित व्यवस्थापन उहाँहरूको अधिकार हो। त्यस्तै नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माण अवरोध पुग्दा उपत्यका नै फोहोर र नदी खोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विधि कारणले नै थापाथली गैरी गाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनार जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तर गर्न लागि हो। मैले उम्मेदवारका रूपमा झापामा गरेको बाचा वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका सरकारका 100वटा गर्नै पर्ने काम सुकुम्बासी व्यवस्थापन बुदा 91 र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुदा 92 हामीले बिर्सिएका छैनौँ। ती बाचा पूरा गर्न हामी आन्तरिक रूपमा लागिरहेका छौँ। काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन् जो वास्तवमै पीडित छन् अनि देशभर लाखौँ सुकुम्बासी छन्। उहाँहरूको यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ।